जर्मी बेन्थम प्रख्यात ब्रिटिश राजनीतिक चिन्तक हुन् जो आफ्नो उपयोगितावादी विचारका लागि सर्वाधिक चर्चित छन्। उनको विचार श्रृङ्खलाको केन्द्रबिन्दु स्वतन्त्रता होइन, तसर्थ स्वतन्त्रता विषयक उनको विचार पनि उपयोगितावादी राजदर्शनबाट नियन्त्रित र सञ्चालित छन्। उनले थुप्रै कृतिहरू निकालेका छन्। उनका कृतिहरूमा एक नम्बरमा इन्ट्रोडक्सन टु द प्रिन्सिपल अफ मोरल्स एन्ड लेजिस्लेसन, दुईमा अ फ्रेगमेन्ट अन गभर्नमेन्ट, तेस्रोमा अ डिफेन्स अफ युजरी, चौथोमा अ थ्योरी अफ पनिसमेन्ट एन्ड रिवार्ड्स, पाँचौँमा द बुक अफ फेलासिज, छैठौँमा अ ट्रिटिज अन जुडिसियल एभिडेन्स। युटिलिटेरियनिजम उपयोगितावादी दर्शनको मूल आधार सुखवाद हो। कुनै वस्तु वा कार्यको उपयोगिता त्यसबाट प्राप्त हुने सुखमा भर पर्दछ। उनका अनुसार मानिसले सुख मात्र होइन, अधिकतम सुखको कामना गर्दछ। यही थ्योरीलाई सामाजिक सन्दर्भमा हेर्दा के बुझिन्छ भने कुनै वस्तु वा कामको उपयोगिता त्यसले समाजका अधिकाधिक व्यक्तिहरूलाई दिने अधिकाधिक सुख अर्थात् म्याक्सिमम ह्याप्पिनेस अफ म्याक्सिमम नम्बरमा निर्भर गर्दछ। यसको अर्थ के हो भने राज्य शासन व्यवस्था, कानुन, स्वतन्त्रता इत्यादि त्यति बेला मात्रै उपयोगी ठहर्छन् जब तिनले अधिकतम व्यक्तिलाई अधिकतम सुख प्रदान गर्न सक्दछन्। बेन्थमलाई स्वतन्त्रताप्रति कुनै मोह छैन, लोभ छैनन्। उनको विचारमा मानिस स्वतन्त्रताभन्दा पनि सुरक्षा चाहन्छ। कानुनले सुरक्षा प्रदान गरेको हुन्छ। यो स्वतन्त्रताको नियन्त्रक हुन्छ। स्वतन्त्रता, समानता र बन्धुत्वको नारालाई उनी भ्रामक मान्दछन्। तसर्थ स्वतन्त्रता सुखको महत्त्वपूर्ण अङ्ग होइन। स्वतन्त्रताले सुखको परीक्षामा उत्तीर्ण हुन सक्नु पर्दछ। अर्थात् स्वतन्त्रताबाट सुख प्राप्त हुन्छ भने ठिक छ, यदि स्वतन्त्रताबाट सुख प्राप्त हुँदैन, सुखमा कटौती गर्दछ भने त्यो बेठिक हो भनेर उनले भनेका छन्। त्यसकारण उनको विचारलाई हेर्ने हो भने सुख नै अन्तिम मापदण्ड हो र स्वतन्त्रताले आफूलाई त्यस मापदण्डका समक्ष समर्पण गर्नै पर्छ। राज्यको लक्ष्य अधिकतम सुख हो, अधिकतम स्वतन्त्रता होइन। अर्थात् सुख र स्वतन्त्रताको तालमेल हेर्ने हो भने सुख रहे स्वतन्त्रता कायम रहन सक्दछ। राज्यको उद्देश्य पनि समाजमा सुख र सुरक्षा पुर्याउनु नै हो उनका लागि। यसैका लागि उनका अनुसार राज्यले कानुन बनाउँछ। वस्तुतः आफ्ना कानुनका माध्यमबाट राज्यले स्वतन्त्रतामाथि अंकुश लगाउन सक्छन्। अधिकतम व्यक्तिको अधिकतम सुखका लागि राज्यलाई कानुनको माध्यमबाट व्यक्तिगत स्वतन्त्रतामाथि नियन्त्रण गर्ने अधिकार छ।